कहीँ जाँदा पनि याद गरिहाल्छ हजुर अरू जग्गातिर जाँदा साथीहरू सब सबैलाई म स्वागत गर्न चाहन्छु र तपाईँको उपस्थिति अवश्य पनि सखाको परिवारलाई सान्त्वना मिलेको छ भन्ने कुरोमा म विश्वास गर्छु र सबैलाई स्वागत जनाउँदै हाम्रो आजको यो सेवाकालाई अनि प्रार्थनामा हामीलाई आदरणीय पास्टर प्रसन्न तामाङजीले अगुवाई गर्नुहुनेछ। दयालु अनि जिउँदो परमेश्वर पिता, हामी तपाईलाई यस गरी तपाईलाई धन्यवाद चढाउनलाई हामी आएका छौँ अनि विशेष गरेर हामी यति बेला सुखी परिवारसँग मिलेर आउँछौँ। तपाईँ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह र कृपामा हामीलाई डोर्याउनुहुन्छ। सबै काम कार्यहरू विश्वासको उनीहरूलाई धेरै खिन्नता भएको कारणले गर्दा धेरै गाह्रो र अप्ठ्यारो अवश्य नै भएको छ। तपाईँको निगाह रहेको होस्। यस्तो परिस्थितिमा यहाँहरू गुज्रेर जानु पर्दाखेरि तपाईँको सामर्थ र शक्तिले भरिदिन होस् अनि यहाँहरू जीवनमा अझै प्रभु तपाईँसँगको नजिकको सम्बन्धमा रहेर तपाईँको महिमा गर्न सकेको होस् भने प्रार्थना। परिवारलाई प्रभु यसरी सान्त्वना दिनको लागि आउनु भएको छ अनि यहाँहरूलाई यो हृदय र मन दिनु भएको लागि पनि तपाईँ परमेश्वर सुरु गर्न हाम्रो साथमा तपाईँ छौँ अनि प्रभु यसरी सबैको साथमा तपाईँ भइदिनुहोस्। तपाईँको वचन
स्वर्गीय आर्चु लेप्चाज्यूको जीवनीलाई पढि सुन्नेछौँ। वचन बाइबलले भन्छ, मृत्यु मानिसले कमाएको ज्याला, रोगी 6:30। यो ज्यालाको ज्वालामा हरेक परिवार जलेको छ। जलेको ज्वालाबाट निस्केको धुवाँले परिवारको आँखा सँगसँगै सम्पूर्ण मण्डलीको आँखा पोलेको छ। पोलेको आँखाबाट आँसुको धारा बगिरहेको छ। आँसुको धारासँगै यो ज्यालाले आज मण्डलीको शोभाको मुकुट बन्न पुगेको स्वर्गीय आर्चु लेप्चा साइनोमा कसैको त कसैको आफू अनि परिवारको भनी प्यारो आपाको हात सबैको शिरबाट खुसिएको छ। यहाँको विषयमा भन्न पर्दा स्वर्गीय आर्चु लेप्चाको जन्म तारिक 8-10-1933 को दिन फाम्बोङ निवासी पिता स्वर्गीय नार्चु लेप्चा अनि माता स्वर्गीय जस्मित लेप्चाको कोखबाट भएको थियो। 29 वर्षको उमेर पुग्दा सिक्किम सरकार अधीनस्थ वन विभागका एक कर्मचारीको रूपमा स्थानहरूमा यहाँको स्थानान्तरण हुँदै गए, जस्तै रानीपुलको 32 माइल, तिमितारको मल्ली, टिकचुक, हेल्टोक, गोर्खे अनि हिरे। यहाँको विवाह तिकको निवासी स्वर्गीय हर्कमाया राईसँग सन् 1964 मा भएको थियो भने परमेश्वरको अनुग्रहमा यहाँ 6 भाइ छोरा स्वर्गीय सोनाम जोनस लेप्चा, श्री अरुण लेप्चा अनि 3 बहिनी छोरीहरूको धनी बन्न पुगे। तर परमेश्वरको योजना मानिसले सोचे जस्तो कहाँ हुँदो रहेछ र केही समय बित्दा नबित्दा यहाँले आफ्नो कलकलाउँदो 3 छोरीहरूको पालो गर्दै बनाए। जीवनको एउटै अनुहार मात्र काम हुँदो रहेछ र खुसीसँगै दुःख अनुहारको पनि देखिँदो रहेछ। तारिक 16-12-1986 को दिन हो जीवन साथी गुमाएको। तर पनि यहाँले हार मानिनन्। आफै कम शिक्षित भए तापनि शैक्षिक क्षेत्रमा बन्न पुगे। यहाँले जीवनको 33 वर्ष सिक्किम सरकारलाई दिएर तारिक 31/7/1995 को दिन अवकाश प्राप्त गरे। विश्रान्तिकाल र छोराहरूको प्रगतिले ढाँचा जस्तो स्वरूप उस्तै भने जस्तै ढाँचा यहाँले नानीहरूलाई सन्डे स्कुल अनि स्कुलमा समयनिष्ठ र निमित्तको एक दिन त जानु नै छ पिताको घरमा, माटोको शरीर छोरी आत्माको देशमा। नरुनु ए आमा मेरी भाइ, फेरि भेट्नेछौँ स्वर्गीय देशमा, जहाँ मृत्यु जहाँ शान्ति कुनै रोग छैन, जहाँ दुःख जहाँ पीडा कुनै बेला छैन, जहाँ मृत्यु शान्ति कुनै रोग छैन, जहाँ दुःख जहाँ पीडा कुनै बेला छैन। 1483 जनामा दिनुभएको निम्ति यहाँलाई धन्यवाद दिँदै म विशेष गरी हाम्रो दरमदिन कन्स्टिट्युन्सी रेजिस्ट्रेसन नम्बर सङ्घ सोरेङ जिल्लाका समस्त सदस्य तारिक 1/2025 सही एससी शर्मा संयोजक
सिक्किम सरकारी सेवानिवृत्त संघ समाचार 14 अध्यायको 1 देखि 6 सम्म यूहन्ना 14 1 देखि 6 सम्म आदर गर्दै हामी यो समय केही छिन शान्त भइकन परमेश्वरको वचन हामी सुन्नेछौँ। यहाँको पार्थिव सखाकुल परिवारलाई सान्त्वना संवेदना प्रकट गर्नको लागि हाम्रो बिचमा यहाँ पास्टरहरू उपस्थित हुनुहुन्छ। वरिपरिबाट गण्यमान्य व्यक्तित्वहरू आउनुभएको छ, रिटायर्ड इम्प्लोइज एसोसिएसन आउनुभएको छ, मण्डली आउनुभएको छ र हामी केही समय शान्त भइकन परमेश्वरको वचन हामी सुन्नेछौँ। अघि हामी जो पाठ पढ्यौँ यूहन्ना 14 अध्यायको 1 देखि 6 पदसम्म, यो खण्डले के बताउँछ भन्दाखेरि प्रिय मृत्यु चाहिँ जीवनको अन्त होइन। मृत्युले हामी विचलित नहुने। तपाईँलाई प्रार्थना गर्छौँ। तपाईँलाई धन्यवाद मण्डलीमा विकासर बाबु शान्ति प्रसारण ज्ञानहरूभन्दा उच्च छ अनि हाम्रो विवेकले मार्ग गर्दछ। हाम्रो विश्व कृष्ण अनुग्रह, परमेश्वरको प्रेम, पवित्र आत्माको शान्ति अनि सहभागिता, विशेष गरी तपाईँको परिवारको साथमा, मण्डलीको साथमा आज भोलि सदा सर्वदा जीवन यहाँ आउँछ आज भोलि भरे भन्दै जीवन यहाँ आउँछ ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारी